म नरनाथ पाण्डे दुम्कीवास हेल्पपोस्टको इन्चार्ज र आज हामीले 69 चैत्र 30 गते यो नवलपरासी जिल्लामा पहिलो पटक दुम्कीवास गाविसलाई पूर्णखोप गाविस घोषणा गर्ने कार्यक्रममा हामी छौं र त्यसको लागि व्यापक तयारी पनि हामी गरिरहेका छौं। र योभन्दा अगाडि म सामान्य दुम्कीवास स्वास्थ्य चौकीको अलिकति केही कुरा भन्न चाहन्छु। दुम्कीवास स्वास्थ्य चौकी दुम्कीवास गाविस वडा नम्बर 1 मा अवस्थित एउटा इलाका स्वास्थ्य चौकी हो र यहाँ हामी अहिले जम्मा 10 जना स्टाफहरू कार्यरत छौं। त्यसमध्ये स्वास्थ्य व्यवस्थापन समितिबाट 2 जना स्टाफहरू हुनुहुन्छ र जिल्ला स्वास्थ्य कार्यालयबाट बाँकी 2 जना स्टाफहरू हुनुहुन्छ र यस गाविस अन्तर्गत 4 वटा उपस्वास्थ्य चौकीहरू पर्दछन्। नयाँ बेलानी उपस्वास्थ्य चौकी, बेनीमणिपुर उपस्वास्थ्य चौकी, धुरकोट उपस्वास्थ्य चौकी र राङ्गाचोली उपस्वास्थ्य चौकी। यस गाविसमा हामीले स्वास्थ्यसँग सम्बन्धित जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरूलाई एकदमै सक्रियतापूर्वक सबै स्टाफहरूको टिमवर्कबाट अगाडि बढाइरहेका छौं र दुम्कीवास हेल्पपोस्टमा मात्र नभएर हामीले दुम्कीवास इलाका अन्तर्गत नै हाम्रा विभिन्न कार्यक्रमहरूलाई सक्रिय रूपले जिल्लामै उदाहरणीय हुने गरी अगाडि बढाइरहेको परिप्रेक्ष्यमा अहिले खोप कार्यक्रमबाट हामी एउटा परिचित हुँदैछौं र यो जिल्लामै पहिलो पटक र मैले सुने अनुसार हाम्रो पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो पटक हामीले दुम्कीवास गाविसलाई पूर्णखोप गाविस बनाउन पाएकोमा हामी अत्यन्तै हर्षित छौं र दुम्कीवास गाविसलाई कसरी हामीले पूर्णखोप गाविस बनायौं भन्ने सन्दर्भमा अब यसमा जिल्ला स्वास्थ्य कार्यालयले हामीलाई प्रत्येक वर्ष वार्षिक लक्ष्यको रूपमा बच्चाहरूको संख्या निर्धारण गरेको हुन्छ र त्यो संख्याको आधारमा पनि हामी 90% भन्दा माथि नै हाम्रो प्रगति रहेको छ भने अब हामीले 100% बच्चाहरूलाई कसरी खोप लगाउने भन्ने सन्दर्भमा र पूर्णखोप गाविस कसरी घोषणा गर्ने भन्ने सन्दर्भमा महिला स्वास्थ्य स्वयंसेविकाजीहरूलाई परिचालन गरेर 9 वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाजीहरू मार्फत तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भयो र तथ्याङ्क सङ्कलन गर्ने कामको लागि गाविसको कार्यालय र सुहारा कार्यक्रमबाट प्राप्त कोषलाई सदुपयोग पनि गरेका हामीले थियौँ र त्यहाँबाट प्राप्त 20,000 रुपैयाँको सहयोगबाट हामीलाई तथ्याङ्क सङ्कलनको लागि सहयोग पुग्यो र त्यसपछि हामीले प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गऱ्यौँ र त्यही क्रममा खोप लगाउन नछुटेका बच्चाहरू पनि यकिन गर्ने कार्यक्रम हामीले त्यहीँनिर राख्यौँ र खोप लगाउन कोही छुटेको रहेछ भने उहाँहरूले पठाउने कुरालाई पनि हामी विश्वस्त दिलायौँ र त्यसपछि लगभग 1 महिना लगाएर स्थलगत सर्वेक्षण भइसकेपछि यस गाविसमा कुनै पनि बच्चाहरू खोप लगाउनबाट वञ्चित नरहेको पाइयो र 1 वर्ष मुनिका बच्चाहरूको सङ्ख्या लिने क्रममा पनि त्यो सङ्ख्या पनि निर्धारण भयो र त्यो आधारमा हामीले 1 वर्ष मुनिका बच्चाहरूको र खोपको लक्षित समूहको एउटा लक्ष्य निर्धारण गऱ्यौँ र त्यही लक्ष्यको आधारमा हामीले खोप कार्यक्रमहरू सञ्चालन गर्दै गयौँ। नमस्कार, म कृष्ण प्रसाद आर्य, व्यवस्थापन समितिको अध्यक्ष एवं गाविसको सचिव अध्यक्ष। हामी हेल्पपोस्ट र गाविसको एउटा चाहिँ निकै राम्रो सहकार्यबाट यो आज पूर्णखोप गाविस घोषणा गर्न सफल भएका छौँ। यसको लागि यहाँका कर्मचारीहरू, महिला स्वयंसेविकाहरू, व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरूको सक्रिय सहयोगबाट यो सफल भएको छ र मलाई लाग्छ यो पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो र नवलपरासीमा पहिलो भएको हुनाले हामी यो कार्यमा निकै अगाडि भएका छौँ र यो हेल्पपोस्ट सञ्चालन गर्ने क्रममा सबै व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत सक्रिय सहयोग रहेको हुनाले हामी यो कार्यमा सफल भएका छौँ भन्ने मलाई लाग्छ। नमस्कार, म कृष्ण पाण्डे, स्वास्थ्य संस्था सञ्चालन समिति तथा व्यवस्थापन समितिको सदस्य। आज हामी पूर्णखोप अभियानमा छौँ। नेपालकै दोस्रो र पश्चिमाञ्चल क्षेत्रकै पहिलो पूर्णखोप अभियानको एउटा सिलसिलामा छौँ। यहाँ हामीले यस दुम्कीवास गाविसमा कुनै पनि बालबालिकाहरू, कुनै पनि महिलाहरू यो खोपबाट वञ्चित नहुन् भन्ने एउटा अभियानका साथ हामीले विभिन्न सर्वेक्षण गरिसके पछाडि 1 जना पनि कोही नभेटिएकोले आज हामी भव्य रूपले यो पूर्णखोप अभियानको कार्यक्रममा सम्बन्ध छौँ। यो अभियानमा साथ दिनुहुने विभिन्न उपस्वास्थ्य चौकीका इन्चार्जहरू, स्वास्थ्य स्वयंसेविकाहरू, सञ्चालक समितिका सदस्य, व्यवस्थापन समितिका सदस्यहरू र यो हस्पिटल, यो स्वास्थ्य चौकीका स्टाफ सम्पूर्णलाई
र आम यो दुम्कीवास गाविसमा बसोबास गर्नुहुने यो अभियानमा लाग्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। यो पूर्णखोप गाविस आज यो दुम्कीवास गाविसले घोषणा गर्न गइरहेको छ। यसकोमा आउनु पाउँदा हामीलाई धेरै खुसी लागेको छ। यो क्षेत्रमा यो गाविस सायद यसरी घोषणा गर्ने पहिलो गाविस हो। यो अर्थमा पनि यो यसले विशेष मान्यता राख्छ र योभन्दा पहिले एउटा जिल्लाको आछाम जिल्लाको बागेश्वर गाविसले मात्र यसरी घोषणा गरेको थियो र यहाँका नेपाल सरकारले 9वटा रोग विरुद्ध खोप निःशुल्क प्रदान गर्दै आइरहेको छ। त्यही पनि नेपालमा अझै पनि करिब 25,000 बच्चाले कुनै पनि खोप पाउँदैन र लगभग 1 लाख बच्चाले पूर्ण खोप पाएका छन् र त्यसैको परिप्रेक्ष्यमा यो गाविसले सम्पूर्ण बालबालिकालाई खोप प्रदान गर्ने जुन प्रतिबद्धता गरेको छ त्यो ज्यादै सराहनीय छ। यसबाट यो गाविसका बालबालिकालाई विभिन्न खाले रोग यो भ्याक्सिनबाट हुन सक्ने रोग प्लस अपाङ्ग हुनबाट हुने रोगबाट बचाउन ठुलो सहयोग गर्नेछ भन्ने आशा ल्याएको छु र यो गाविसको घोषणाले यो क्षेत्रमै अरू गाविसहरूलाई पनि यो घोषणा गर्नेतिर प्रेरित गर्नेछ भन्ने मैले आशा ल्याएको छु र यो नमस्कार टक्राउन चाहन्छु। पूर्ण खोप घोषणा कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु। नेपालकै दोस्रो र पश्चिमाञ्चल क्षेत्रकै पहिलो पूर्ण खोप घोषणा कार्यक्रममा हामी सहभागी भएका छौँ। हामीलाई गर्व छ नेपालको दोस्रो र पश्चिमाञ्चल क्षेत्रको पहिलो पूर्ण खोप मुक्त गाविस घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यो कार्यक्रमलाई सञ्चालन गर्ने पुनः अनुमति माग्न चाहन्छु। पूर्ण खोप घोषणा कार्यक्रम 2069 को शुभारम्भमा आजको यो कार्यक्रमको सभापति आसन ग्रहण गरिदिनु हुन दुम्कीवास स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दुम्कीवास गाविसका सचिव एवं गाविस अध्यक्षज्यूलाई सभापतिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। श्रीमान कृष्ण प्रसाद अर्यालज्यू यसै गरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख श्रीमान मुकुन्दराज गौतमज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन विश्व स्वास्थ्य संगठन WHO को तर्फदेखि डाक्टर राजेन्द्र बोहरा श्रीमान राजेन्द्र बोहराज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन विश्व स्वास्थ्य संगठन WHO बुटोलका डाक्टर अच्युत श्रेष्ठज्यूलाई म विशेष अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। श्रीमान डाक्टर अच्युत श्रेष्ठज्यू यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन केयर नेपाल आयोजना प्रबन्धक श्रीमान दीपक तिवारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी जनस्वास्थ्य अधिकृत नवलपरासीका श्रीमान नारायण प्रसाद सुवेदीज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै गरी जनस्वास्थ्य अधिकृत नवलपरासीका लक्ष्मी महतोज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। जनस्वास्थ्य कार्यालय नवलपरासी खोप अधिकृत श्रीमान भेषराज शर्माज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। केयर नेपालको तर्फदेखि श्रीमान शान्ति ढकालीज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। विश्व स्वास्थ्य संगठन बुटोलका श्रीमान रामबहादुर मल्लज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको तर्फदेखि खोप अधिकृत श्रीमान त्रिलोकी सिंहज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गरिदिनु हुन म एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी गाउँ कमिटी सेक्रेटरी श्रीमान राजकुमार अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न नेपाली कांग्रेस गाउँ इकाइ समिति सभापति श्रीमान कृष्ण लाल सुवेदीज्यू यहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। श्रीमान
कृष्णलाल सुवेदीज्यू, हाम्रा आदरणीय अतिथिज्यूहरूलाई ड्यासमा निमन्त्रणा गरिसकेको छु। सभापति, प्रमुख अतिथि लगायत उहाँहरूलाई टीका, माला र ब्याज वितरण गरिदिनु न। म यस हेल्थ पोस्टका स्वयंसेविका अथवा स्टाफ मिना राणा, कौशल्या थापा, सोमया गुरुङज्यूलाई म अतिथिहरूलाई ब्याज, फुल र मालाले स्वागत गरिदिनु न हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न। म नेपाल कम्युनिस्ट पार्टी एमालेका सल्लाहकार संयोजक श्री प्रेम जीसीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। श्रीमान प्रेम जीसीज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी दुम्कीवासका अध्यक्ष श्रीमान घनश्याम अर्यालज्यू, यहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय जनमुक्ति पार्टी गाउँ पार्टी अध्यक्ष श्रीमान पूर्णबहादुर राणाज्यू, अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी नेकपा माओवादी गाउँ पार्टी अध्यक्ष श्री बुद्धि थापाज्यू, यहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। श्री भानुदय उच्च माविका प्राचार्य मोहनलाल कलवारज्यू, यहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी मनोकामना माविका प्राचार्य श्री दिलबहादुर थापाज्यू, यहाँलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्चार्ज, यहाँलाई म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। रेन्ज पोस्ट कार्यालयका इन्चार्जज्यू, अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। अघि पनि मैले उद्घोष गरिसकेको छु। यो नेपालको दोस्रो र पश्चिमाञ्चल क्षेत्रकै पहिलो पूर्ण खोप घोषणा कार्यक्रमको अभियानको आन्दोलनको चरणमा छौँ। हामी पूर्ण खोप गाविसको घोषणाको कार्यक्रममा छौँ। त्यसैले हामी योभन्दा अगाडि राष्ट्रिय गीत सँगै हामीले यो कार्यक्रमलाई अगाडि बढाउने छौँ। त्यसैले सबै यो ड्यासमा आसीन हाम्रा आदरणीय अतिथिज्यूहरू र सम्पूर्ण उपस्थित मानवहरू उठेर राष्ट्रिय गीत हामी बजाउँदैछौँ। यो कार्यक्रममा सहभागी भइदिनु न म हार्दिक अनुरोध गर्दछु। प्रकृतिका कोटि कोटि सम्पदाको आचर वीरहरूका रगतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धेरै धेरै धन्यवाद छ यहाँलाई। सम्पूर्ण उपस्थित महानुभावहरू, प्रमुख अतिथि लगायत विशेष अतिथि र अन्य अतिथि र उपस्थित महानुभावहरूलाई आफ्नो स्वागत मन्तव्य साथै यस कार्यक्रमको महत्त्वको विषयमा प्रकाश पारिदिनु न। यस दुम्कीवास हेल्थ पोस्टका इन्चार्ज नरनाथ पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। श्रीमान नरनाथ पाण्डेज्यू। कार्यक्रमका सभापति महोदय, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षज्यू, प्रमुख अतिथि मुकुन्दराज गौतमज्यू, जिल्ला स्वास्थ्य कार्यालय प्रमुखज्यू, विशेष अतिथि डाक्टर राजेन्द्र बोराज्यू, WHO काठमाडौँ, विशेष अतिथि डाक्टर अच्युतराज श्रेष्ठज्यू, WHO बुटवल, र यसै गरी अतिथि केयर नेपालका प्रबन्धकज्यू, यसै गरी जिल्ला स्वास्थ्य कार्यालयबाट पाल्नुहुने जनस्वास्थ्य अधिकृतज्यू, जिल्ला स्वास्थ्य कार्यालयबाट पाल्नुहुने अन्य सुपरभाइजर सरहरू, खोप कार्यक्रमका प्रमुखज्यू, भेषराज शर्माज्यू,
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, सेभ द चिल्ड्रेन, त्यसैगरी युवा आहारा बेस नेपालबाट पाल्नुहुने प्रतिनिधिज्यूहरू, VDRC-बाट पाल्नुहुने प्रतिनिधिज्यू, विभिन्न विद्यालयहरूबाट पाल्नुहुने प्राचार्य तथा प्रहरीज्यूहरू, त्यसैगरी दुम्कीवास गाविस स्थित विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने सम्पूर्ण प्रतिनिधिज्यूहरू, दुम्कीवास गाविसका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाज्यूहरू, दुम्कीवास इलाका स्वास्थ्य चौकी अन्तर्गत बेनीमणिपुर, नयाँ बेलानी, राकाचुली, धुर्कोट उपस्वास्थ्य चौकीका प्रमुखज्यूहरू, दुम्कीवास स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारी मित्रहरू, विभिन्न राजनैतिक दलका प्रमुख वा प्रतिनिधिज्यूहरू र मञ्च महासिन सम्पूर्ण सङ्घ संस्थाका प्रमुख वा प्रतिनिधिज्यूहरू, आदरणीय दुम्कीवासवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैमा आज दुम्कीवास स्वास्थ्य चौकी स्वास्थ्य व्यवस्थापन समितिको आयोजनामा हुन गइरहेको पूर्ण खोप गाविस घोषणा कार्यक्रममा म यहाँहरू सबैलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। म मेरो व्यक्तिगत तर्फबाट र यस स्वास्थ्य चौकीको तर्फबाट समेत स्वीकार्नुहोला। यहाँहरू सबैलाई स्वागत अभिनन्दन गर्न चाहन्छु। चौकीले नवलपरासी जिल्लामै पहिलो पटक पूर्ण खोप गाविस घोषणा गर्ने कार्यक्रमलाई यहाँ प्रस्तुत गरिरहेको छ। हामी अत्यन्तै गौरवान्वित पनि छौँ। हाम्रो यस अभियानमा अत्यन्तै सहयोग पुर्याउनु हुने विभिन्न खालका सङ्घ संस्थाहरू, खास गरी गाविसको कार्यालय, सुवा आहारा बेस कार्यक्रम, VDRC लगायत अन्य हामीलाई सहयोग पुर्याउने केयर नेपाल, खास गरी उहाँहरू सबैलाई म हार्दिक धन्यवाद पनि दिन चाहन्छु। आजै यो गाविस पूर्ण खोप गाविस हुँदैछ, तर भोलिको दिनहरूमा पनि यो कार्यक्रममा हामीले निरन्तरता दिनु जरुरी छ। यहाँका कुनै पनि बच्चाहरू खोप लगाउनबाट वञ्चित नहुन्, यही हाम्रो उद्देश्य हुनुपर्नेछ। यो सन्देश यहाँ सम्पूर्ण दुम्कीवासवासीहरूले बुझ्नुपर्ने जरुरी रहेको म ठान्दछु। र पूर्ण खोप गाविसको सन्दर्भलाई यही राखेर म अब यो दुम्कीवास स्वास्थ्य चौकीमा भए गरेका केही सकारात्मक र केही समस्याहरूको बारेमा पनि अवगत गराउन चाहन्छु। किनभने आज मैले यस्तो एउटा ठुलो मञ्च पाएको छु, जुन मञ्चबाट हाम्रा दुम्कीवास स्वास्थ्य चौकीका विभिन्न समस्याहरू, यहाँ प्रमुख अतिथि, विशेष अतिथि लगायत यहाँ अतिथि वर्गहरू हुनुहुन्छ, उहाँहरूका मन मस्तिष्कमा भिज्नेछ र उहाँहरूले हामीलाई सक्दो सहयोग गर्नुहुनेछ। म त्यो कुरा पनि यहाँ राख्न चाहन्छु। अब दुम्कीवास गाविस एउटा नमुना गाविसको रूपमा स्थापित भयो। खोप कार्यक्रमको लागि हामी दुम्कीवास गाविसमा आउनुहोस्, हेर्नुहोस्, यहाँका गतिविधिहरू हेर्नुहोस्, सिक्नुहोस् र अन्य गाविस अन्य ठाउँमा पनि लिएर जानुहोस् भन्न चाहन्छौँ। र दुम्कीवास गाविस केही मात्रै नभएर अब यस अन्तर्गतका अन्य उपस्वास्थ्य चौकीहरू नयाँ बेलानी, बेनीमणिपुर, राकाचोली, धुर्कोट गाविस पनि पूर्ण खोप गाविस घोषणा हुँदैछन्। त्यसको लागि पनि हामीले व्यापक तयारी गरिराखेका छौँ र जिल्लामै पहिलोपटक अझै पनि हामी यो इलाकालाई नै पूर्ण खोप इलाका घोषणा गर्न हामी पछाडि पर्ने छैनौँ। यहाँ मैले सबै साथीहरूको मैले मनसाय बुझिसकेको छु। हामी पनि तयारी अवस्थामा छौँ, घोषणा गरौँ भनेर भन्नुभएको छ अरू उपस्वास्थ्य चौकीका साथीहरूले पनि। त्यसकारण यो इलाकालाई नै हामी पहिलो पटकको दुम्कीवास इलाका पूर्ण खोप इलाका भन्न हामी गइराखेका छौँ। यो एउटा सकारात्मक पोइन्ट भयो। यसै गरी यस गाविसमा विभिन्न राजनीतिक दलहरू हुनुहुन्छ, उहाँहरूको सहमति बिना वास्तवमा कहीँ पनि विकास निर्माणका कामहरू सम्पन्न हुन सक्दैनन्। स्वास्थ्य, शिक्षा जस्ता क्षेत्र त झनै राजनीतिक विषयवस्तुसँग गाँसिएका छन्, किनकि नेपाल सरकारले राज्यले छुटाउने रकमले मात्रै कुनै पनि यो गाविस शिक्षा स्वास्थ्यको प्रगति हुन जान्छ। र मैले दुम्कीवास गाविसमा के देखेको छु भने यहाँका सम्पूर्ण राजनीतिक दलहरूको मत एकता छ। उहाँहरू विकास निर्माणको काममा पछाडि पर्नुहुन्न। यस्ता किसिमका कार्यक्रमहरूले दिलो ज्यानले सहयोग गरिरहनु भएको छ र यो सहयोग अझै निरन्तर जारी रहने कुरामा म विश्वस्त हुन चाहन्छु। किनभने हामीले गाविसको कार्यालयबाट अनुदान प्राप्त गरेर यस स्वास्थ्य चौकीमा विभिन्न विकास निर्माणका जनतालाई स्वास्थ्य सेवा दिलाउने क्रियाकलापहरू पनि अगाडि बढाएका छौँ। गत वर्ष गाविस अनुदान स्वरूप हामीलाई 2,93,000 प्राप्त भएको थियो।
र यस वर्ष पनि हामीलाई 2 लाख रुपियाँ प्राप्त भएको छ यो स्वास्थ्य चौकीलाई। यो अत्यन्तै सकारात्मक कुरा हो र हामीले त्यो पैसाबाट यहाँ 24 घण्टे प्रसुति सेवा सञ्चालन गरिराखेका छौँ। 24 घण्टे प्रसुति सेवाको लागि 3 जना नर्सहरू स्ट्यान्ड बाई बसिरहनु भएको छ। त्यसमध्ये हामी कहाँ खोप कार्यकर्ताको पनि एउटा दरबन्दी खाली भएको हुनाले हामीले समितिकै निर्णयअनुसार 1 जना अयब खोप कार्यक्रमको लागि विशेष गरी भर्ना गरेर राखेका छौँ। त्यस्तै 24 घण्टे प्रसुति सेवाको लागि अनमी 1 जना 24 घण्टे प्रसुति सेवाको लागि हामीले भर्ना गरेर राखेका छौँ। उहाँहरू दुवैजनालाई गाविसबाट छुट्याइएको अनुदान रकमबाट हामी तलब भत्ताहरू खुवाउने गर्छौँ। त्यसको लागि म गाविस कार्यालय यहाँका सम्पूर्ण राजनीतिक दलहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी 24 घण्टे प्रसुति सेवा सञ्चालन गर्ने क्रममा आइपरेको इमर्जेन्सी सेवालाई पनि हामीले सँगसँगै लिएर गइराखेका छौँ र त्यस अवधिमा उहाँहरूले गर्न सक्ने त्यस्ता खालका केसहरूलाई पनि सेवा दिँदै आइरहेका छौँ र 24 घण्टे प्रसुति सेवा सञ्चालन गर्दा नाइट भत्ता र अन्य धुम्कीवास स्वास्थ्य चौकीबाट दिएका सेवा सुविधाहरू स्वास्थ्य व्यवस्थापन समितिको निर्णयअनुसार त्यही अनुदान रकमबाट हामीले खर्च गरिरहेको बेहोरा म जानकारी गराउन चाहन्छु। यसै गरी यहाँ गठन भएको स्वास्थ्य व्यवस्थापन समिति अत्यन्तै सकारात्मक भएको मैले पाएको छु, जसको कारणले गर्दा हामीले यस्ता कार्यक्रमहरूमा सफलता हात पार्दै गएका छौँ। त्यसकारण म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी इमान्दार, लगनशील र अनुशासित कर्मचारीहरू हुनुहुन्छ। उहाँहरूको कारणले गर्दा जनस्वास्थ्यका कार्यक्रमहरू अत्यन्तै राम्रोसँग अगाडि बढिरहेको मैले यहाँ महसुस गरेको छु र हामीले जनतालाई सेवा सुविधा पनि सहज ढङ्गले प्रदान गर्न सकिरहेको कुरामा म विश्वास दिलाउन चाहन्छु। दुम्कीवास स्वास्थ्य चौकीमा खास गरी बाल स्वास्थ्य कार्यक्रमलाई हामीले बढी नै महत्त्वका साथ हेरेका छौँ र सुधार उन्मुख पनि छ। हामी कहाँ तौल अनुगमन हेऱ्यो भने 100% छ, खोपको कुरा हेऱ्यो भने 100% छ। यसै गरी आमा सुरक्षा कार्यक्रममा पनि हामीले अत्यन्तै मेहनत र सक्रियताका साथ सेवा सुविधा प्रदान गर्ने जमर्को राखेका छौँ र भौगोलिक कठिनाइका बावजुद यहाँ होम डेलिभरीको सङ्ख्या जिउँदैछ। जो सङ्ख्यालाई हामी घटाउनेतर्फ चासो दिइराखेका छौँ। यो सङ्ख्यालाई कसरी घटाउन सकिन्छ, घरमा हुने सुत्केरीको दरलाई कसरी घटाउन सकिन्छ भन्ने कुरामा हामी अत्यन्तै दत्तचित्त भएर लागेका छौँ र आमा सुरक्षा कार्यक्रम पनि सन्तोषजनक रूपमा अगाडि बढिरहेको बेहोरा म यहाँ जानकारी गराउन चाहन्छु। त्यस्तै औषधि वितरण जस्ता कुराहरूमा हामीलाई गत वर्ष कुनै पनि समस्या परेन। हामी कहाँ पर्याप्त औषधिहरू जुन माथिबाट आउने गर्छ त्यस्ता औषधिहरू 35 खालका आइटमहरू कुनै दिन पनि सर्टेज भएको परिस्थिति सिर्जना भएन। यहाँ आउने सम्पूर्ण बिरामीहरू खुसी भएर जानुभएको छ। उहाँहरूले कुनै गुनासो गर्नुभएको छैन। यो सेवा सुविधा दिँदा पनि हामी अत्यन्तै खुसी भएका छौँ। त्यस्तै अत्यन्तै इमान्दार र जागरुक महिला स्वास्थ्य स्वयंसेविकाहरू हुनुहुन्छ दुम्कीवास गाविसमा। उहाँहरूको सक्रिय योगदानबाट हामी जनस्वास्थ्यका कार्यक्रमहरूलाई अगाडि बढाउन सकिरहेको बेहोरा म यहाँ अवगत गराउन चाहन्छु। अब यस दुम्कीवास स्वास्थ्य चौकीमा रहेका केही समस्याहरू म यहाँ राख्न चाहन्छु। खास गरी यहाँहरू सबैले देखिरहनु भएको छ, हाम्रो यो दुम्कीवास स्वास्थ्य चौकीमा कम्पाउन्डको अभाव रहेको छ। कम्पाउन्डको अभावको कारणले गर्दा चारैतिर बाटो छ। हामीले गेट त निर्माण गरेका छौँ तर त्यो गेट देख्न मात्रै भएको छ। जबसम्म हामीले यो कम्पाउन्ड गर्न सक्दैनौँ, वरिपरि घेर्न सक्दैनौँ, हामी सरसफाइ कायम गर्न नसकेको स्थिति छ र यहाँ पशुपन्छी चौपायाहरू आउने, बस्ने, चराउने लगायतका कामहरू पनि भइराखेको हुनाले यसको नियन्त्रणको लागि एउटै मात्र उपाय कम्पाउन्ड गर्नुपर्ने जरुरी ठान्दछु। त्यस्तै 2036 सालमा बनेको यस भवन अब जीर्ण अवस्थामा गइराखेको छ र उति बेलाको स्वास्थ्य नीतिको उद्देश्य अनुरूप बनाइएको भवनले अहिले धान्न सक्ने स्थिति छैन। यहाँ कोठाको अभाव रहेको छ। त्यो कारणले गर्दा प्रसुति सेवा सञ्चालन गर्न हामीलाई अत्यन्तै कठिन परेको बेहोरा म यहाँ राख्न चाहन्छु। एउटै कोठालाई पार्टिसन गरेर प्रसुति तथा पिएनसी हामीले सेवा एउटै कोठामा दिइराखेका छौँ। यो चाहिँ गर्न हामीलाई अत्यन्तै कठिन परेको बेहोरा म यहाँ राख्न चाहन्छु र हामी कहाँ अहिले तत्काललाई हेर्ने भने प्लासेन्टा पिटको अभाव रहेको छ। इन्सिनेरेटर पनि हामी कहाँ छैन, त्यसको अभाव भएको छ र यहाँ उपस्थित भइदिनु हुने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, यहाँहरू आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैमा हार्दिक स्वागत गर्न चाहन्छु र आउँदै गरेको नयाँ वर्ष 2070 सालको अवसरमा यहाँहरू सबैलाई सुस्वास्थ्य र दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आवश्यक परे म फेरि उपस्थित हुने बाचा गर्दै
आफ्नो स्वागत मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। दुम्कीवास स्वास्थ्य चौकीका इन्चार्जज्यू, अब यस सँगसँगै हामी आजको यो कार्यक्रम उद्घाटन सत्रमा पुगिसकेका छौँ। यो पूर्ण खोप अभियानको यो कार्यक्रमको उद्घाटन हुन गइरहेको छ। त्यस पछाडि हामीले ब्लू स्टार बोर्डिङ स्कुलबाट आउनुभएका कलाकार भाइ बहिनीहरू यहाँलाई आफ्नो प्रस्तुतिको निम्ति तयार भइदिनु म हार्दिक अनुरोध गर्दछु। आजको यो कार्यक्रम उद्घाटन गरिदिनु न, पानसमा बत्ती बाली उद्घाटन गरिदिनु न। आजका प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालयका कार्य प्रमुखज्यूलाई म हार्दिक अनुरोध गर्दै ब्यानर खोली सहयोग गरिदिनु न। आजका विशेष अतिथिज्यूलाई अनुरोध गर्दै यो कार्यक्रम उद्घाटन गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। उहाँलाई सहयोग गरिदिनु न सभापतिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यो सँगै आजको यो पूर्ण खोपको घोषणा कार्यक्रम हुनेछ, घोषणा हुनेछ। धेरै धेरै धन्यवाद छ आजका प्रमुख अतिथिज्यू एवं विशेष अतिथिज्यूलाई ब्यानर खोली सहयोग गरिदिन म हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिज्यू आदरणीय महानुभावहरू, आज हामी पूर्ण खोप अभियानको एउटा आन्दोलनको चरणमा छौँ, पहिलो चरणमा छौँ। हामी यो कार्यक्रम यो पूर्ण खोप अभियानको सिलसिलामा यो दुम्कीवास गाविसलाई नमुनाको रूपमा हामी विकास गर्ने यस दुम्कीवास स्वास्थ्य चौकी नवलपरासीले पूर्ण खोप गाविसको घोषणा गर्ने घोषणापत्र म हजुरहरू समक्ष पढेर सुनाउने अनुमति चाहन्छु। यस दुम्कीवास गाविसमा रहेका सम्पूर्ण घरधुरी तथा डेरा गरी बस्ने सम्पूर्ण घर परिवारमा रहेका 1 वर्ष मुनिका कुनै पनि बच्चाहरू खोप लगाउनबाट वञ्चित नरहेको कुरा स्थलगत सर्वेक्षण तथा नमुना सर्वेक्षणबाट समेत प्रमाणित भएको हुँदा र खोपको लक्ष्य मुताबिक 100% प्रगति हासिल भएको हुँदा यस दुम्कीवास गाविसमा अब कुनै पनि बच्चा खोप लगाउन नछुटेकोले नवलपरासी जिल्लामै पहिलो पटक यस दुम्कीवास गाविसलाई पूर्ण खोप गाविस भएको बेहोरा यस भव्य घोषणा सभामा